नमस्कार। आजको विषय सायद धेरैको मनमा उठ्ने एउटा प्रश्न हो। यो ढोंगी समाजमा हामी सभ्य र सरल किन हुने त? कहिलेकाहीँ लाग्छ जो धेरै बोल्छ उही चर्चामा हुन्छ, जो देखावटी गर्छ उही सफल देखिन्छ, जो ढोङ गर्छ उसैको प्रशंसा हुन्छ। अनि मनले सोध्छ, जब दुनियाँ नै यस्तो छ भने हामी किन सभ्य हुने, किन सरल हुने? तर एकछिन रोकिएर सोचौँ त। यदि अरूले झुट बोल्छन् भने हामी पनि झुट बोल्न थाल्यौं, यदि अरूले धोका दिन्छन् भनेर हामी पनि धोका दिन थाल्यौं, यदि अरूले चरित्र बेचिरहेका छन् भनेर हामीले पनि आफ्ना मूल्यहरू बेच्यौं भने त्यसपछि उनीहरू र हामीहरूमा के फरक रह्यो त? सभ्यता भनेको अरूलाई देखाउनका लागि लगाएको मुखुण्डो होइन। सभ्यता त आफ्नो चरित्रको परिचय हो। सरल हुनु भनेको कमजोर हुनु होइन। सरल हुनु भनेको घमण्डमाथि विनम्रता रोज्नु हो, घृणा भन्दा सम्मान रोज्नु हो र देखावटी जीवन भन्दा वास्तविक जीवन रोज्नु हो। यो समाजमा केही मानिसहरूले तपाईहरूको राम्रोपनको फाइदा उठाउन सक्छन्। कसैले तपाईलाई सोझो भन्नेछन्, कसैले यसलाई जे गरी पनि हुन्छ भन्ने सोच राख्नेछन्। तर याद राख्नुहोस्, अरूको व्यवहारले तपाईको चरित्र निर्धारण गर्नु हुँदैन। हामी अरू जस्तो बन्नका लागि जन्मिएका होइनौं, हामी आफ्नो मूल्य लिएर बाँच्नका लागि जन्मिएका हौं। आज सामाजिक सञ्जालमा धेरै कुराहरू देखिन्छ। सबै हाँसेका देखिन्छन्, सबै सफल देखिन्छन्, सबै खुसी देखिन्छन्। तर वास्तविक जीवनमा धेरै मानिसहरू आफ्नै बनाएको मुखुण्डभित्र थाकिरहेका छन्। किनकि ढोङ धेरै समय टिक्दैन। सत्य ढिलो देखिए पनि अन्त्यमा जित सत्यकै हुन्छ। त्यसैले सभ्य हुनुहोस् तर कमजोर होइन, सरल हुनुहोस् तर आफ्नो आत्मसम्मान कहिले नबेच्नुहोस्, असल हुनुहोस् तर सबैलाई आँखा चिम्लेर विश्वास नगर्नुहोस्। किनकि सभ्यता भनेको मूर्खता होइन, सभ्यता भनेको बुद्धिमानीसँग जोडिएको चरित्र हो। अन्त्यमा एउटा कुरा भन्न चाहन्छु, यो संसारलाई सफल मानिस भन्दा पनि असल मानिसहरू धेरै आवश्यकता छ। त्यसैले ढोङले भरिएको समाजमा पनि यदि तपाई आफ्नो इमान, आफ्नो व्यवहार र आफ्नो चरित्र बचाइराख्नु भएको छ भने विश्वास गर्नुहोस्, तपाई हारिरहनु भएको छैन। तपाई संसार बदल्ने एउटा सानो तर महत्त्वपूर्ण कारण बनिरहनु भएको छ। यदि यो विचारले तपाईलाई के क्षण सोच्न बाध्य बनायो भने यो एपिसोड आफ्नो साथीहरूलाई पनि पठाउनुहोस्। लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। म हुँ कपिल देव भट्ट। यो थियो पोडकास्ट एपिसोड 3। फेरि अर्को अर्थपूर्ण विषयका साथ भेटौँला। धन्यवाद।